हेलो गाइज गुड मर्निङ गुड आफ्टरनुन हुन आँटेछ गुड मर्निङै भनौँ न है तर किनकि मेरो अब भर्खर लन्च स्टार्ट गर्दैछु अब हो लन्च स्टार्ट गर्दैछु गाइस आज चाहिँ मेरो छ यहाँ राइस देख्नुभयो होला एक थाल खोकी लागेर फेरि अहिले नआएको झन् यो चाहिँ छ पक विथ के भन्नु यसलाई रक्ती भन्छ होइन पक विथ रक्ती क्या मिठो हुन्छ हो यो चाहिँ ओपर सुपर टेस्टी यता छ योसँग अब गुन्द्रुकको झोल गुन्द्रुकको रस हिजो बनाएको कस्तो टेस्टी छ हो आज पनि मैले दाल बनाइनँ दाल वाक्कै लाग्यो सधैँ अरू बेला दाल खान्छु नि त अफिस जाँदा त आज मैले यहाँ एउटा उसको सुप बनाएँ अन्त आलुदम प्रायः आलुदम खान्छु है तर कोही कोही बेला छुट्टीको बेला मात्रै कोही कोही बेला मासु पाएको बेलामा चाहिँ अब के पकाउनु हुन्छ कि आलुदम बनाउनु मनपर्छ एकपल्ट त्यो छ हुन्छ गाइस अब म खानु थालेँ लस यो चाहिँ उसको सुप पापडको सुप गाइस पापडको सुप मिठो हुन्छ कोही कोही बेला तर सधैँभरि होइन यसरी अब निकै हुने चिजहरू छ भने चाहिँ यस्तोहरू बनाउनुपर्छ नि त है सादा मिठो हुन्छ तपाईँहरू सबैले त खाइसक्नु भयो होला अब म त भर्खर सुरु गर्दैछु त्यही कारण चाहिँ अब चाहिँ म चाहिँ खानु थालेको पुरा भोक पनि लाग्यो छोराहरू सबै गयो ड्युटी गयो खाएर हस्बेन्ड पनि निस्क्यो हो अब म चाहिँ यति बेला खाँदैछु फर्स्ट बाइट गाइस सुपर फेभरेट बर मिठो हुन्छ नि योसँग चाहिँ पोसो ढिलो खाना खायो भने चाहिँ नि ग्यास हुन्छ कि मलाई अन्त अड्किन्छ यसरी ब्रेकफास्ट केही खाँदिनँ नि त त्यही भएर कस्तो अड्केर नि म त नि ढिलो खाना खायो भने अड्किहाल्छु हिजो बेलुका कि यो मटर नि म त खाना खाँदाखेरि नि पुरा मिठो मिठो कतिहरू खानु त मिठो बेसी बनाउनु आउँदैन हो त्यति तर अब खानु चाहिँ मिठो मिठो मनपर्छ नि त यो मटर पनि कस्तो मिठो रहेछ हिजो त्यसै खानासँग खाएको थिएँ कि यो चाहिँ भेज थियो नि त मेरो नरम मटर रहेछ सफ्ट पापडको सुप भन्ने तपाईँहरूले खानु भएको छैन होला हो कतिजनाले कतिले खाएको होला सायद मैले पनि सिकेको अरूकोबाट मिठो हुँदो रहेछ दालहरू वाक्कै हुन्छ नि क्या सोल्डरहरू बनाएर खानुको केही लाग्यो मासुहरू भएको बेलामा
दिन कस्तो भयो है हाम्रो पानी पर्न आँट्यो अब पानी पर्ने रहेछ तपाईँहरूकोतिर कस्तो हुँदैछ हाम्रो गान्तोक तादुङमा चाहिँ यस्तो भइरहेछ वेदर आलुदममा पनि खोर्सानी कम्ती हालेर बनाएको मिठै हुँदैन मलाई पिरो खानु हुँदैन भिडियो पुरा लामो हुन्छ होला गाइस खाएकोहरू खाइसक्नु आँटे अलिकति खाना थपेर पनि खाए अझै पत्ताउनु हुँदैन होला भिडियो काट्यो होइन बिचमा अलिकति बेसी भएछ निकाले पनि थप्दाखेरि अलिकति बेसी भएको निकालेको अब सक्नु आँटे खाइसक्यो गाइस हड्डी त्यो चाहिँ भिडियो बनाउँदै खानु कस्तो एक्लै छ भने कस्तो मिठो लाग्छ साँच्चै भनेको मजा लाग्छ क्या कोही साथीसँग खाएको जस्तो फिल हुन्छ मलाई कि मजा लाग्छ तर अब सधैँ बनाउनु त्यत्तिकै बिर्सिन्छु कोही बेला के हुन्छ हो कोही कोही बेला याद आउँछ कालो मासु आयो भन्नुहुन्छ है भन्नु चाहिँ अब डरलाग्दो होइन पक्कै ब्लड हुन्छ नि अब त्यो हालेको हो कतिले त खाँदैन है तर अब मासु खाएपछि त्यो किन त्यति साह्रो है सुपर फेभरेट हो मेरो चाहिँ ओपर मनपर्छ मलाई यो पनि सके गाइस साथीभाइ हो साथीभाइ दिदी बहिनी सबैजनालाई थ्याङ्क यू सो मच फर वाचिङ मेरो भिडियो हेरेकोमा भेटिदिनु भएकोमा अन्त मैले जसरी मिठो गरेर खाएँ तपाईँहरूले मेरो भिडियो हेरेर मिठो मिठो गरेर खाना खानुहोस् नरुच्नेहरूलाई मेरो भिडियो हेर्नुहोस् जो खाना खानु अमन हुन्छ मनै पर्दैन मेरो भिडियो हेर्नुहोस् अन्त खानुहोस् ल साथीहरू ओके बाई बाई हेभ अ गुड डे